भोलि गर्छु भनेर साँचेको कामहरू भोलि पुरा भयो त? भोलि गर्छु, आज अल्छी लाग्यो, म भोलि बिहान चाँडै उठ्छु, भोलिबाट मर्निङ वाक जान्छु, भोलिबाट सेभिङ गर्छु भन्नुहुन्छ नि हजुरहरूले। भोलि आयो त? आएन नि। भोलि कहिले पनि आउँदैन। आजबाट सुरु हुन्छ, जे सुरु हुन्छ। त्यसैले मैले हजुरहरूलाई भनेको थिएँ कि यदि हजुरहरूलाई पैसा सेभ गर्नु छ भने हजुरहरूले आजैबाट सुरु गर्नुपर्छ अनि एउटा सानो डिसिजनबाट सुरु गर्नुपर्छ। हजुरहरूले सिर्फ यो 2टा कुरा थाहा पाउनुभयो भने चाहिँ फाइनेन्सियल चोइस लिनलाई एकदमै सजिलो हुन्छ। सेभिङ गर्नु, फाइनेन्सियल फ्रिडम हुनुको मतलब यो होइन कि लाइक तपाईँले खतरा कमाउनुहुन्छ। यो हो कि तपाईँले वाइजली सेभ गर्नुहुन्छ। सो त्यो 2टा कुरा जुन चाहिँ एकदमै धेरै जरुरत छ हजुरहरूलाई जान्नलाई के हो त भने निड्स र वान्ट्स। हजुरहरूको इच्छा के हो र हजुरहरूको आवश्यकता के हो भन्ने कुरा हजुरहरूले बुझ्नुभयो अनि यसमा राम्ररी इन्भेस्ट गर्नुभयो भने चाहिँ हजुरहरूले भोलिको लागि त्यस्तो धेरै टेन्सन लिनु पर्दैन। त्यसैले फर एक्जाम्पल तपाईँहरूको अहिलेको लेटेस्ट मोबाइल यो तपाईँको जरुरत हो कि आवश्यकता हो त? यो क्वेसनको एन्सर आफूले आफूलाई दिनुहोला अनि हजुरहरूले फाइनेन्सियल चोइसहरू कसरी लिइरहनु भएको छ आफूलाई सोधेर अगाडि बढ्नुहोला। इफ यु निड मोर कन्टेन्ट्स रिलेटेड टु फाइनेन्स डु फलो